याद छ नि दिदी, बच्चा बेलामा खोलाको किनारा छेउ बालुवाको घर बनाएको, अनि त्यही खोलाको पानीले बालुवाको घर बगाउँदा म बेस्सरी रोएको। अनि हजुरले फेरि बनाइदिन्छु नरौ कान्छा भनी सम्झाएको। आज वर्षौं भएछ भत्किएको हाम्रो घर जोड्न हजुरले घर छोड्नु भएको। पानीले बालुवाको घर बगाए जस्तै लाग्दैन हजुरलाई? हजुरले आफ्ना चाहना, रहर अनि सपनाहरूलाई बगाउनु भएको। त्यो 50 डिग्रीको गर्मीमा पसिनाको खेती कहिलेसम्म गर्छौ? हरेक वर्ष मनाउने चाडपर्व भाइटिकाको दिन मेरो निधार खाली हुने गर्छ। यो निधारमा खुसीको रङ भर्न कहिले आउँछौ? थाहा छ घर फर्कने हजुरलाई रहर नभएको कहाँ हो र? आमाको औषधि खर्च, बाले बोक्नु भएको टाउको भरिको ऋण अनि मेरो पढाइ खर्च। हाम्रो खुसीको लागि हजुरले आफ्नो खुसीको बलि चढाउनु भयो है। हजुरलाई म महान भनौँ कि अभागी, किनकि कयौं रहर अनि आफ्ना सपनाहरूलाई हजुरले बन्दगी राख्नुभयो। तिम्रो थाकेको अनुहारमा खुसीको चमक मात्रै देख्छु। तिमी साँच्चै खुसी छौ कि परिस्थितिले तिमीलाई पीडा लुकाउने कला सिकाइदियो? तिमी बिना आँगन शून्य छ, फूलहरू ओइलाएका छन् अनि चराहरू कराउन छोडेका छन्। भित्तामा झुन्डिएको क्यालेन्डर त वर्षौं पछि फेरिने गर्छ। तिम्रो घर फर्कने मन कहिले फेरिन्छ? मरुभूमिमा आशाको फूल फुल्छ कि फुल्दैन? तिमी रातो बकासमा लास बनी नआऊ है दिदी। मलाई तिमी सकुशल घर फर्किएको हेर्न मन छ। फेरि पनि मैले उही प्रश्न दोहोऱ्याए, नरिसाऊ है। तिमी घर कहिले फर्किन्छौ?